कि वीरगंज भन्सार कार्यालयमा अनलाइन फर्म भर्ने नाममा सर्वसाधारण र विदेशी पर्यटक लुटिँदैछन्। वीरगंज भन्सारमा सेवाग्राही र कर्मचारीबीच तीव्र चर्काचर्की भएको छ। भन्सारका कर्मचारीहरूले कार्यालयभित्रै सेवा दिनुको साटो प्रति व्यक्ति 20 रुपैयाँ कमिसनको चक्करमा सेवाग्राहीलाई जबरजस्ती बाहिरका साइबरहरूमा फारम भर्न पठाउने गरेको गम्भीर आरोप लागेको छ। हेल्प डेस्क खाली राखेर कर्मचारीहरू पन्सिन खोजेपछि भन्सार परिसरमा तनाव सिर्जना भएको छ र सर्वसाधारणले तत्काल कारबाहीको माग गरेका छन्। सरकारी कार्यालयको यस्तो मनपरी र व्यवस्थापकीय व्यथितिमाथि सम्बन्धित निकायको ध्यान कहिले जाला? हामी साइबरमा 20 रुपैयाँ दिएर भरेर आउनुस् र फर्म भन्दै हुनुहुन्छ। हामी साइबरमा भरेर जाने? हामी साइबरमा जाने? तपाईको चिफ कहाँ हो? तपाईको चिफसँग हामी कुरा गर्छौं। जब उहाँले मैले भने तपाईहरु बाहिर हुनुहुन्छ नि गाइडलाइनको लागि भर्दिनको लागि, जब उहाँले भने बाहिर जानुस् गरिदिन्छ, उहाँले मात्र हामी तपाईको चिफसँग कुरा गर्छौं। तपाईको यही हो तरिका बोल्ने? हप्काएर कुरा गर्नुहुन्छ तपाई? उहाँले गर्छ। तपाई जानुस्, तपाईसँग जानु, तपाईसँग आउनु भएको छ, उहाँ चाहिँ सुन्नुस् न, बनाउटी कुरा नगर्नुस्, बनाउटी कुरा नगर्नुस्। तपाई फर्काएर कुरा गर्नुहुन्छ? तपाई फर्काएर कुरा गर्नुहुन्छ? हामी चोरवन्तको हो। हामी चोरवन्तको हो। 20 रुपैयाँ तपाईको साइबरमा किन तिर्ने? किन तिर्ने साइबरमा हामीले? तपाईको कमिसन हो। तपाईको कमिसन हो। तपाईको कमिसन हो। किन राख्नु भएको छैन त्यो कुरा भन्नुस्। तपाईको हेल्प डेस्क कहाँ छ? हेल्प डेस्क किन राख्नु भएको छ? सशस्त्रले भन्छ भन्छ। सशस्त्रले आयो भन्नु फर्म भर्नलाई भन्नुहुन्छ? हाम्रो फर्म भराउनुस् न, सशस्त्र प्रहरीसँग हाम्रो फर्म भराउनुस् त। भन्नुहुन्छ उहाँ? उहाँको ड्युटी हो। यो वीरगंज भन्सार कार्यालय हो र यहाँ के छ भने भारतीयहरूलाई यहाँ यति पैसा लुट्ने गरेका छन् कि यिनीहरूले अनलाइनको नाममा यिनीहरूले 20 रुपैयाँ साइबरमा तिरेर आउनुस् भनेर ऑनलाइन भर्ने कोही बताने नहीं आता नहीं है। अनलाइनको नाममा यिनीहरूले यति व्यतीत यहाँ पराएको छन्। ल हेर्नुस्, यहाँ बन्द गरेर यहाँ कर्मचारी यहाँ भाग्ने तर्खरमा छन्। यहाँ ल हेर्नुस्, यिनीहरूले 20 रुपैयाँ साइबरमा दिएर आउनुस्, त्यसपछि मात्रै कमिसन होला यिनीहरूको। के साइबर? यिनीहरूको कमिसन साइबरमा फिक्स भएको कारणले गर्दा मुख छोपेर हुँदैन। फिक्सको कमिसन आउनु न, आइज बाहिर, आइज आउनु न, आइज बाहिर आइज। हामी इन्डियाको हो, इन्डियाको होइन, यहीँको हो म। जनतालाई फर्काउनु कस्तो